फाइनली गाइस हाम्रो ट्याङ्कर चाहिँ यहाँ छ, देख्न सक्नुहुन्छ। एकदम झक्कास हिँड्यो यहाँ चाहिँ। अनि अघि भर्खर चाहिँ म आएर यहाँ ढोका खोलेर गएको थिएँ। यो चाहिँ हाम्रो भित्रको भ्यू देख्न सक्नुहुन्छ। ट्याङ्करको यस्तो छ, त्यहाँ त्यस्तो छ, यहाँ पनि यस्तो छ। यो झर्न लागिसक्यो, यो माथि हुन्छ। अहिले चाहिँ यहाँ अड्डा छ, यो डेकले चाहिँ सिटहरू यस्तो छ। अहिले यो पोच्चा पाच्चा गरेर सफा हुन्छ ट्याक्क पारेर। अनि यो चाहिँ अब आज चाहिँ विराटनगर जाँदै हो। अनि अब यो बिस्तारै बनाउने हो। आज गएर चाहिँ यो टिपमा चाहिँ यताको यो सबै खोलखाल गर्नु छ। यिनी सबै खोलखाल गरेर डेक सेक पनि हाल्नुहुन्छ। बिस्तारै बिस्तारै हुन्छ। गाडी चाहिँ पुरानै हो, नाचार हो। अनि आज चाहिँ ट्यागको लोड हुन्छ। रक्सी यता हेर्न सक्नुहुन्छ। हामी मिसन कम्पनीमा छौँ, रक्सी फ्याक्ट्री। बाहिर चाहिँ भिडियो बनाउन एलाउ छैन, त्यही पनि मैले भिडियो बनाएको। साथीहरू सबैजनालाई नमस्ते। तपाईँले देखिसक्नुभयो होला नयाँ गाडी, मैले नयाँ गाडी देखाइसकेँ। अब नयाँ चाहिँ के भन्नु, अब मेरो लागि नयाँ गाडी होइन, देखि सक्नुहुन्छ। गाडीको अवस्था चाहिँ मैले तपाईँलाई अघि देखाइसकेँ। अब यो आज चाहिँ विराटनगर लोड हुँदैछ। अब बिस्तारै चाहिँ गाडी बनाउँछ होला साउले होइन, मैले पनि बनाउनुपर्छ होइन। अब मैले यो गराउनुपर्छ भन्ने हो नि त किन। अनि यो टिममा चाहिँ साउले गएर आउनुहोस्, यो सबै यो हुड गराइदिँदा राम्रोसँग। अब त्यहाँ अलिक पानी चुन जस्तो लागिरहेको थियो, चुन्दा चुन्दैन, त्यहाँबाट अलिक पानी रसाउँछ होइन, त्यो पनि ठिक पार्नु पऱ्यो नि त। अनि त्यसपछि बिस्तारै अब सिटहरू गरौँला। अनि यो टिममा चाहिँ गएर चाहिँ अनि यो यिनी गराएर अलिअलि वायरिङको काम पनि छ। बत्ती सत्ती पनि केही छैन, अब डेक सेक पनि केही छैन। अब जस्तो तस्तो गरेर पनि यो टिप म गरिहालौँ होइन। अब आएर गरौँला। अब कति टाइम लाग्छ, सायद 4-5 दिन, कति दिन लाग्छ। अब गाडी त मैले ट्याङ्कर पाएँ सोचे जस्तो भने जस्तो। अब यहाँ तल पानी पनि अब ठिकै छ, राम्रो छ होइन, घर नजिककोलाई। अब हेरौँ के हुन्छ। अब जाउँ चलाउँदै जाउँ बिस्तारै के हुन्छ होइन। साउजी पनि अब राम्रै छन् होइन। अनि एउटा चिज त मैले भन्न बिर्सेँ होइन। कतिपयको नजर मेरो पछाडि यो फोटोमा गइसक्यो होला हिरोनीको होइन। 1 2 3 4 5 6 ऊ त्यहाँ पनि टालेर रहेछ। तर त्यहाँ चाहिँ अहिले त्यो एउटा पोस्टर, आधा पोस्टर चाहिँ हिरोनीको होइन, त्यो चाहिँ म फालिदिन्छु अर्को टिममा आएर। यो टिममा चाहिँ यो सोच छ, यो टिममा म एक्लै जान्छु होला। यिनीहरू चाहिँ मेरो साथीहरू हुन्छन् होइन, यिनी केटीहरू, यिनी त्यो कट्रिना कपुर हो कि यिनी त्यो सब हुन्छन् होइन। एकदम ठिक छ। अनि गाडी चाहिँ अब पुरानो हो, देखिसक्नुभयो। बाहिरबाट पनि लुक कस्तो थियो बाहिरबाट होइन। गर्मी लास्टै छ नेपालमा, गाह्रो छ गर्मीले। ओहो गर्मी त नेपालमा गर्मी के भन्नु, नेपालमा धेरै गर्मी छ। अब विराटनगर लोड हो आज। अब हेरौँ बाटोको अवस्था के छ, नत्र यता पोखराबाट जानु पर्ला होइन। पोखराबाट चाहिँ अलि राम्रो छ, पोखराबाट चाहिँ अब अलि टाइम लाग्छ 1 दिन। अब त्यही हो, ढिला हुन्छ, राम्रो छ। अब भेटौँला। अब मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला। अब ट्याक्क यो भ्लग भिडियो आउँछ मेरो होइन। अब नेपालगञ्जदेखि विराटनगर भनेर भ्लग भिडियो आउँछ। सबैजनाले अब नेक्स्ट भ्लग भिडियो चाहिँ हेर्दै नभुल्नु होला। तबसम्म बाई बाई। अनि लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। हस् त।